स्पिड हेर्नुहोस् है बसको कतिको स्पिड हुँदो रहेछ। कुथुर्केले खै के भन्छ, कुर्लुक कुर्लुक भन्छ कि ओकालो छ भन्छ कि यो ओह्रालो झार्नु पनि उकालो छ भन्दो रहेछ यसले त। यो फुललाई हजुरहरूले के भन्नुहुन्छ? मलाई कता लाग्छ स्यालपुछ्रे भने जस्तो पनि लाग्छ। अनि यो तल्लोलाई चाहिँ भोगटे भन्नुभयो होइन तपाईँले? कान्छा भोगटे भन्ने रहेछ। अहिले चाहिँ हामी सुँगुर आइसक्यौँ। यो बाटो चाहिँ लामदली जाने बाटो, हाम्रो कृष्ण भाइ त्यही हिँड्दैछ। अनि यो पहाडीको के अरे सल्लाहकारी चाहिँ ब्यातुम भिर, अनि यसलाई परेवा भिर भन्छ। यसको तपल्लोपट्टि ठुलो भिर छ, यसलाई चाहिँ परेवा भिर भन्छ। अनि यो पहाडीको डाँडा चाहिँ डाँडा गाउँ, यसको दाहिनेपट्टि रुम्पो खोला, यता बायाँपट्टि चाहिँ साप्चो खोला पर्छ। यो चाहिँ दोबेला, अहिले अघि नै मैले देखाएको ठाउँ यो। अनि यो पहाडीको अलिक भित्रपट्टिको चाहिँ मबु, यो चाहिँ रतन छ। यहाँ पनि रतनको थुप्रै नामहरू छ। यो तल्लो भेगमा अलिक तलको खेतलाई चाहिँ घुमाउने खेत भन्थ्यो पहिला, हामी दिदीहरूकोतिर जाँदाखेरि त्यो बाटो जान्थ्यो। अनि त पिनालाखा, मोरङ, बुटेपा, सासिब के छ थुप्रै, हजुरहरूले आफैले चिन्नुहोस् है। यहाँ चाहिँ अब पूजा गर्नु हुँदैछ। पूजाको चाहिँ समापन भएको भर्खर पनि उठिसकेको छ। अहिले हामी सन्चरीमाई पूजाको के अरे समापन गरेर अलि मास्तिर आउँदैछौँ, सुँगुरामै छौँ। मैले हजुरलाई भनेको यो चाहिँ हो ब्यातुम भिर भनेको, माथि रतन छ पारीबाट मजाले देखिन्छ। त्यो पल्लो दोबेला पुछारको सालघारी। अहिले हामी संसारीमाई पूजा खाएर घर आइपुग्न आँट्यौँ। चाहिँ अहिले कैँदले धारामा आइपुगेको, पानी पनि मजाले खायो, तिर्खा मजाले मार्यो, चिसो पानीले। यही रुखको नाममा कैँदले धारा भएको, साह्रै मिठो छ पानी। आज हाम्रो दिन यसै गरेर बित्यो। हामी घर पनि आइसक्यौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्दैछ कमेन्ट पनि छोड्दै गर्नुहोला भन्दै आजलाई बिदा माग्न चाहन्छु।
आजको दिन शुभ रहोस्।